शहीद गेट हो यो चाहिँ काठमाडौँ टुडखेल छ घर हराएको टुप्पो शहीद गेटको टुप्पो डक्क देखिरहेको छ यहाँबाट बिहान कति बज्यो होला माघ 4 गते 7:04 है हामी चाहिँ काठमाडौँ घुमाउँदैछौँ हजुरहरूलाई बिहानको सडक यस्तो खुल्ला हुन्छ र नेपालको शहीदहरूको शहीद गेट यो एक किताबमा पनि पढेका थियौँ कहिले धरहरा कहिले सेता टावर भन्छन् के हो यसरी बनेको छ है अब हामी देब्रे त्रिपुर सेततर्फ लाग्छौँ बाटो खाली छ बिहान हो खाली छ एकदम उपत्यकामा हिँड्ने भनेको बिहान चाहिँ एकदम ठिक हो खाली छ भन्दैमा अत्याधिक स्पिड हो दशरथ रङ्गशाला लाइट मात्रै देखिन्छ अब सरसफाइ कार्य चल्दैछ दशरथ रङ्गशाला चाहिँ यहाँभित्र के भए पहिला त्रिपुरेश्वरबाट सूर्य विनायकको लागि गली बस चल्दाखेरिको गली बसको लाइन पोलहरू लाइनहरू देखिन्छ सडकको दायाँ बायाँ अब अहिले त गली बस हाम्रो देशमा पैसामा पुर्याए कता पुर्याए पहिलो बस सानो सानो पनि चढेको धेरै याद छ अलिक खानै अब हामी चाहिँ ललितपुरतर्फ लाग्दैछौँ है ललितपुर बागमती काठमाडौँ महानगरपालिकाबाट देखिएर ललितपुर महानगरपालिकामा प्रवेश गर्दैछौँ हामीले चाहिँ सङ्कलन गरेको दृश्यहरू एडिट गर्दैनौँ यसलाई जस्ताको तस्तै जे देख्यो त्यही हामीले गर्छौँ अब आउँछ हामी चाहिँ गोमा पऱ्यौँ हामी लाग्यो अटोमेटिक लाइट छ यता जता सवारले भयो त्यतै
तापक्रमहरू त्यहाँ छ। सडक चाहिँ पखालेर प्रशस्त भएको छ। यहाँ सडक बत्ती थिएन अघि जाँदाखेरि मैले बनाएको छु। सडक बत्ती चाहिँ छैन, तर अहिले सरसफाइ चाहिँ एकदम राम्रो भएको छ। प्रशस्त यो के छ सरसफाइ उत्तरबाट माधव कृष्ण मन्दिर जाने बाटो हो। यो बाटो चाहिँ अहिले ढल निर्माण हो कि पुनर्निर्माण हो, पुनर्निर्माण जस्तो त्यही भएर यो बाटो चाहिँ अहिले एकदम बिग्रेको छ। त्यही खनेर पुरेको रहेको भएर बन्दैछ, बन्ला बिस्तारै। थियो यो बाटो, अहिले चाहिँ कतै पिचको टालो छ, कतै कति छ, कतै बिच सडकमा यस्तो थुप्रो छ ग्राभेलको। ललितपुरमा चाहिँ सडकहरूमा चाहिँ साइकल लेन भनेर चाहिँ छेउमा साइकल लेनहरू दिएको छ। अन्त सडकमा चाहिँ त्यति देखिएको छैन। यो ललितपुर महानगरपालिकामा चाहिँ विभिन्न रुटहरूमा साइकल लेनहरू यसरी छ। यता छेउमा यता छेउमा यो दृश्य चाहिँ काठमाडौँको शहीद गेट अर्थात् सुन्धारा छेउबाट पाटनको सुन्धारा छेउसम्मको तयार गर्दैछ। पाटन कृष्ण मन्दिर अहिले सुनसानै छ, बिहानको समय हो। त्यहाँबाट 7:04 हिँडेर थियौँ। अब यहाँ घडी हेर्नुको त भएन, मैले हेरिरहेको छैन। यही 7:10 भयो होला अहिले, 7:15को आसपासमै हो समय। चाहिँ पाटन सुन्धारा गर्ने विचारमा छौँ है साथीहरू। हजुरहरूलाई कस्तो लागिरहेको छ? यही बाटो मैले या अथवा कसैले पनि अफिस टाइममा चाहिँ हिँड्नु हो भने झन्डै 1 घन्टा 45 मिनट यस्तै लाग्छ। तर अहिले बिहान चाहिँ हो भनेदेखि 10देखि 15 मिनट मात्रै हो। दुरी पनि धेरै छैन, जाम पनि छैन, एकदम ल आइपुग्यो। हामी चाहिँ कहाँ कहाँ आइपुग्यौँ अब ठाउँको नाम त त्यति धेरै मलाई थाहा छैन, तै पनि हिँडिरहेको हुन्छु। ल हामी चाहिँ पाटन सुन्धारा आइपुगेका छौँ। हामीले अहिलेलाई चाहिँ यहीँसम्मको मात्र दृश्य कैद गर्दैछौँ है।